गाइस वेलकम ब्याक टु माई न्यू भिडियो। सो आज चाहिँ मेरो भिडियो एकदमै खत्तम भन्ने छ किनकि मेरो दुईवटा बगिज र दुईवटा प्यारोट अनि तीनवटा डोब्सहरू चाहिँ उडेर गयो कि म अफिसबाट आउँदाखेरि अब मैले हुन त खोलेरै गएको थिएँ कि अफिसबाट आउँदाखेरि ल हेर्छु त केस खाली छ पुरै कि हेर्नु होला है। कुराहरू चाहिँ मैले यसमै राखेको छु र के भन्छ अनि तीनवटा त्यो डोब्सहरू चाहिँ मैले यसमै राखेको थिएँ। यसो पुरै यो यस्तो यस्तो खुल्ला यो पुरै खुल्ला थियो कि अघि मैले भर्खरै राखिदिएको थिएँ। यो पुरै खुल्ला थियो कि अब मैले चाहिँ बिर्सेर यो 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 लाउने गएको थिएँ कि खास उता अनि मैले लाउनै बिर्सेको छु कि यो त्यही भएर अब मैले चाहिँ छोडिदिएको वास्ते नगरिकन छोडिदिएको कि त्यत्तिकै त्यही भएर अब यहाँबाट चाहिँ उडेर प्याकेज सक्नुहुन्छ। यस्तो चाहिँ अब साइडपट्टि त सिधा बाहिर निस्केको ठाउँ छ के गर्ने होला यो यस ट्यागको मैले यस्तो राम्रोसँग राखेको थिएँ। बगिजहरू ट्याग यहाँ माथि उडेर जान्थ्यो, यहाँ बस्थ्यो, त्यहाँ तारहरूमा बस्थ्यो बगिजहरू बगिजहरू चाहिँ जाँदैन थियो त्यही माथि पनि बस्थ्यो कहिले कहिले खोलिदिएको बेलामा म हुँदाखेरि। तर अब सँगसँगै गयो के तिनीहरूसँग प्यारोटहरूसँग होइन ठुलो अब तिनीहरूसँगै पछि लाग्थ्यो होइन। अब कहिले कहिले त्यहाँ माथि जान्थ्यो सुगाहरू त्यहाँ माथि जान्थ्यो। अब सो मैले यो नलाएको भएर गयो। सो गाइस वेलकम ब्याक टु माई अनदर न्यू सर्ट्स। सो यो चाहिँ के हो एकछिनमै बाहिर आउँछ त टोका खोल्ने बित्तिकै सो गाइस यही झ्यालो होइन मैले चाहिँ अब लाउनै बिर्सेर अब गइहाल्यो गाइस। सो यही हो गाइस मेरो पैसा पनि लस्ट भयो होइन। अब मेरो मसँग कुनै कन्टेन्ट पनि छैन अब युट्युबमा हाल्नलाई के गर्ने तनाव भइसक्यो। मेरो स्यालेरीको पुरै पैसा नि मैले होइन पुरै सुगा ढुकुर अनि बगिजहरू किनेको थिएँ अब खुलित। सो त्यही हो गाइस।